घर कहाँ हो नानी? त्यही खोला पारी। नाम के हो नानी? चन्द्रकुमारी। यो गीत कहिले सुन्नुभएको छ त गाइजलाई कमेन्ट गरिहालौँ त। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग सेवा सम्पूर्णमा। अनि धेरै पछाडि मैले एउटा सानो ब्लग लिएर आएको छु जुन चाहिँ एकदमै स्पेसियल रहेको छ। अगाडि देख्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा। त्यस भिडियोमा रहनुहुने हाम्रो सर चाहिँ हाम्रो डान्स सेन्टर आउनुभएको थियो मङ्गलबारे, र उहाँ चाहिँ हुनुहुन्छ धनकुटाबाट, सुमन सर। अहिले भइरहेको पूर्वाञ्चलको ट्यालेन्टको डकुमेन्ट्री सुटको लागि उहाँहरू हिँडिराख्नु भएको रहेछ। अनि त्यसै बिचमा उहाँहरू पनि हाम्रो डान्स स्टुडियोमा आउनुभएको थियो, र उहाँहरू आउँदाखेरिकै क्लिप्सहरूको मैले सानो ब्लग बनाएर हालेको छु, हेरिदिनु होला। र यहाँ चाहिँ सरले आफ्नो इन्ट्रोड्युस दिँदै हुनुहुन्छ स्टुडेन्टहरूलाई। मेरो घर चाहिँ धनकुटा है। तपाईँले गीत सुन्नुभएको थियो चन्द्रकुमारी, सुन्नुभएको छैन? सुन्नुभएको छ चन्द्रकुमारी गीत? म त्यसमा चाहिँ एक्टिङ गरेको छु, नाचेको छु, नाचेको छु। यो मेरो गीत हो, बुझ्नुभयो? अनि म चाहिँ अहिले एक्टिङ मोडलिङ पनि गर्छु, र अरूलाई नयाँ नयाँ तपाईँ जस्तै कलाकार साथी भाइ बहिनीहरूलाई पनि अफर दिन्छु, चान्स दिन्छु। सो तपाईँहरू पनि भविष्यमा राम्रो डान्सर बन्ने है, ठिक छ नि होइन? अनि पढाइतिर पनि फोकस गर्ने, फर्स्ट अफ अल चाहिँ पढाइमा पनि फोकस गर्ने, अनि राम्रो डान्सर बन्ने। अनि म चुज गर्दै आउँछु। म योगिता म्यामलाई चाहिँ म्याम मलाई चाहिँ यहाँ मोडल चाहियो है, डान्सर राम्रो डान्स गर्ने भन्छु, अनि जसले राम्रो गर्नुहुन्छ उसलाई मात्रै सेलेक्ट गर्छु फेरि ल। हस्, पछि गएर तपाईँ पनि राम्रो डान्सर बन्ने हस्। अब फर्स्ट अफ अल आई लाइक टु थ्याङ्क यू आवर रेस्पेक्टेड योगिता म्याम। एकचोटि जोरदार ताली योगिता म्यामको लागि। हामीलाई इन्भाइट गरिदिनु भएको छ। प्यारेन्ट प्यारेन्ट नानी बाबुहरूलाई देख्दा मलाई कति खुसी लागेको छ। हस्, अब हामी डान्स गरौँ ल। र देख्न सक्नुहुन्छ सरले चाहिँ आफ्नो इन्ट्रोड्युस दिइसक्नुभयो, र अबको क्रममा चाहिँ उहाँले स्टुडेन्टहरूलाई क्लास लिइराख्नु भएको छ। हाम्रो यो सन्डेको क्लास चाहिँ सरले नै लिनुभयो स्टुडेन्टहरूलाई। आएको बेलामा केही सिकाएर जान्छु भन्ने कुरा थियो उहाँको, अनि सो उहाँले नै लिनुभयो क्लास। एकदमै डाउन टु अर्थ हुनुहुँदो रहेछ। म चाहिँ सोचेको पनि थिइनँ उहाँहरू आउनुहुन्छ भनेर। चाहिँ उस कुरा चाहिँ भएको थियो आउँछौँ हामी आउँछौँ भनेर, तर यस्तरी आइदिनुहुन्छ थाहै थिएन क्या। अब म त स्कुलमा थिएँ, स्कुलमै सरहरू आउनुभएछ सोध्दै सोध्दै एकदम म त सक्ड भइदिइरहेको थियो। अनि त्यहाँबाट स्कुलबाट हामी डाइरेक्ट डान्स क्लास झऱ्यौँ। अनि त्यस पछाडि क्लास झरे पछाडि सरले क्लासहरू लिँदै हुनुहुन्थ्यो। त्यसै बिचमा मैले चाहिँ यताउति म्यानेजहरू गरेँ। अनि अब सरहरूलाई वेलकम सानो त राख्नु पऱ्यो, सानो वेलकम प्रोग्राम त भनेर माथि हट चिल्लीमा गएर त्यहीँनिर यताउति मिलाएँ। अनि हामीले सानो प्रोग्राम राखेको थियौँ सरहरूलाई वेलकम गर्ने, र हामीले जुन अहिले त्यो चाहिँ गरिरहेको भिडियो देखाइरहेको छौँ, र एकदमै रमाइलो भएको थियो। वेलकम सानो भए पनि राम्रो भएको थियो एकदमै। सरहरू पनि एकदम खुसी हुनुहुन्थ्यो। अनि तर हाम्रो स्टुडेन्टहरू चाहिँ अलिक एब्सेन्ट हुनुहुन्थ्यो त्यो दिन, अनि त्यही भएर अलिक सबै आइदिएको भए चाहिँ हुन्थ्यो जस्तो चाहिँ भएको थियो, तर अब आउनु भएन। अनि त्यही नै हामी अब 8-9 जना थियौँ हामी, अनि त्यति नै गएर वेलकम गऱ्यौँ सरलाई। र यस बिच चाहिँ मलाई एकदमै हेल्प गर्ने मेरो बहिनी, मेरो स्कुलको स्टाफ सन्ध्यालाई चाहिँ धेरै 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 धन्यवाद भन्न चाहन्छु यही ब्लगबाट। थ्याङ्क यू सन्ध्या मोटी। अनि पहिलो कुरा त मैले सोच्दा नि सोचेको थिइनँ सरहरू यसरी आउनुहुन्छ यो हाम्रो डान्स सेन्टरमा, हाम्रो ठाउँमा भनेर सोच्दा नि सोचेको थिइनँ। एकदमै सरहरू चाहिँ डाउन टु अर्थ हुनुहुँदो रहेछ हाम्रो मेन सुमन सर। एकदमै खुसी लाग्यो। अनि मैले चाहिँ कति साथीहरूलाई पनि भने क्या, मलाई कस्तो विश्वासै लागेको थियो नआउनुहुन्छ भनेर, तर आउनुभयो भनेर। अनि मेरो कति साथीहरूले पनि अब मैले फोटोजहरू हालिरहेको छु नि त, अनि कतिलाई सोधिरहेको छ कसरी चिनेको मै कहिलेबाट चिनेको भनेर। म आफैलाई पनि विश्वास लागिरहेको छैन क्या, सरहरू यहाँ आएर गइसक्नुभयो भनेर मलाई विश्वासै लागेको छैन, त्यस्तो भइरहेछ। फर्स्टमा देख्दा चाहिँ एकदम आत्तिएको थियो, तर पनि प्रोग्रामै स्मुथली नै गयो, त्यस्तो नराम्रो भएन। मलाई सन्ध्याले धेरै हेल्प गरेको छ यसमा, धेरै धेरै धन्यवाद फेरि पनि। र विशेष धन्यवाद हाम्रो आदरणीय गुरु सुमन सर। छोटो समय भए पनि केही कुराहरू सिकाउनु भयो, नृत्य सम्बन्धी सल्लाह सुझावहरू दिनुभयो। एकदमै धेरै धन्यवाद हजुरलाई, फेरि पनि आउनुहोला। र यो फोटोहरू चाहिँ हामीले बिहान सरहरू जाने बेलामा खिचेको हो, जुन चाहिँ हामी थोरै बच्चाहरूसँग गएको थियौँ सरहरूलाई बिदाई गर्नको लागि। एन्ड मेरो ब्लग यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान, टेक केयर।